भर्खर उठेको म त चट भर्खर उठेको म त चट म भनेपछि गएको केटी पुरै लट्ठा छु अलिकति भट्टा सेन्ची पनि मेरो हातमा काकुसे पनि मेरो हातमा टाउको दुखिरहेछ केटाहरू भुकिरहेछ मेरो पार दुखी छिमेकीले थुकिरहेछ आज गर्न खोज्छु केही तर देख्छु बगु बे पुलिस मेरो साथी घर मेरो चौकी पुलिस मेरो साथी घर मेरो चौकी म त गर्दिनँ केही पनि आश पढ्न त पढेको तर जेल कति फेल कति चाहिँ फेल हुन्छ मन हेरौँला अर्को चोटि पक्कै पास हुन्छ भने दिमागमा पनि सोचिरहेछु जिन्दगीमा माथि पुग्नु सङ्घर्ष नै गरिरहेछु भोलि भेट्छु तिमीसँग पनि कुरा गर्छु मनको कुराहरू मेरो जिन्दगी नै यस्तै या आँखा दुखिरहेछ के गर्नु खै त उपचार गर्ने डाक्टर पनि बेपत्ता आज मनको कुरा भन्न खोज्छु सुन्ने कोही छैन आज आसमा खासमा बासमा राखेपछि चाकमा भूत खेल्ने तिमी झाङ्री हो र भूत खेल्ने तिमी झाङ्री हो र म पनि त हो नि रन्डी खेल्ने रन्डो म पनि त हो नि रन्डी खेल्ने रन्डो मेरो आँखा हेर्न झ्याप भएको जस्तो देख्छु तर खाएको छैन केही खानु बाँकी छ अब पानी मात्रै किनकि म त शुद्ध मान्छे शुद्ध काम गर्छु कसैलाई केही भन्दिन मनको सपना छु त्यसैले त जितको आश गर्छु त्यसैले त जितको आश गर्छु विजय दाइ तपाईँले त काको केटीहरू पुरै लगिसकी ठोकिसकी गए गरे मेरो खास छ भन्नु मात्रै बाँकी छ कि जिन्दगीमा आठ भने त्यस्तो हुनुपर्छ म त फेर्छु कटाक टुटुक तपाईँले त गर्छ रहेछ भित्र सबै सुटुक तपाईँको राति पनि याद भयो सोलमको तर्फबाट दाइ तपाईँ जहिले पनि सम्झिरहेछु विजय दाइ खले तिमी मान्छे नै खतरा किनकि तिमी छु अलिकति कालो कालो भए पनि केटीहरूले त्यही माथि हेरे मलाई पनि कहिले चित्त दुख्छ पुरो कालो भएको ठिक हुन्थ्यो किनकि केटीले मलाई नि हेर्थ्यो खले भाइ